मेरो बाबा चाहिँ यहाँ यो के भन्छ यसलाई के भन्छ यो के मौरी घरको फ्रेमको फ्रेमहरु भन्छ फ्रेमलाई पुली ठोकिरहेको छ पुली ठोकिरहनु भएको बाबा चाहिँ अनि भाइ पनि काम गरिरहेको छ भाइ हेर मजा आइरहेको छ अनि आज हाम्रो स्याटरडे चाहिँ हैन मैले पनि आज किन काम गरिरहेको छु भने तिनीहरूलाई केही सिकोस् भनेर हाम्रो काइराबलाई पनि यसरी किला हान्न सिकाउने उनीहरूले चाहिँ एउटा चाहिँ काम भनेको सानो ठुलो हुँदैन भनेर चाहिँ त्यो लर्निङ गर्नुपर्छ अरू बेलामा पनि हाम्रो काइराबले चाहिँ काम गर्न आउने अनि अरू काम भाइ भतिजाहरूले पनि काम गरिरहेको छ भने उसलाई कामहरू सिकाउने गरेर काइराबले चाहिँ अरू बेलामा पनि यस्तो किलाहरू ठोक्ने कामहरू गर्छ जुन कामले गर्दाखेरि उसको आफ्नो स्किल डेभलप गर्ने चाहिँ एउटा चान्स पाउँछ उसले चाहिँ भोलिको दिनमा चाहिँ आफ्नो घर यो यही काम गरेर खानुपर्छ भन्ने छैन तर यदि काम गर्नु परेछ परिस्थितिमा भने पनि उसलाई त्यसलाई चाहिँ सजिलो हुनसक्छ हैन बच्चाहरूलाई काम सिकाउनु फ्री टाइममा टिभी हेर्नु मोबाइल हेर्नु सट्टा बरु यो सिकाउनु हुन्छ बेटर हुन्छ भनेर चाहिँ मैले बाबु नानीहरूसँगै सिकाउनु पर्छ यसरी गर्नुपर्छ भनेर सिकाउँदै मैले उनीहरूलाई काम सिकाएको यसले चाहिँ एकदम राम्रो उनीहरूलाई चाहिँ भविष्यको लागि उनीहरूलाई धेरै राम्रो हुन्छ यो टिभी मोबाइल हेरेर उनीहरूको टाइम वेस्ट गर्नुभन्दा यो काम गर्न चाहिँ धेरै राम्रो हो भनेर हामीलाई काम गराएको हैन हाम्रो फ्युचरको लागि यो टाइम वेस्ट गर्नु सट्टा अब हाम्रो यहाँ कारखाना छ यो काम सिम्पल काम हो फेरि धेरै हार्ड काम पनि हैन जुन काम हामी टाइम वेस्ट त्यसै गरिरहन्छौँ भने हामीले यसरी चाहिँ बसेर यो चाहिँ एउटा सानो फुलीहरू चाहिँ टाइमको युटिलाइज पनि हामीले मजाले गर्न सकिन्छ रमाइलो पनि भइरहेछ नि काइरा सिधा सिधा हान्न आउँछ नि म्युजिक सुन्दै उता अरू भाइहरू पनि भाइ भतिजाहरू पनि उतापट्टि काम अनि यता उता कारखानामा पनि बनाउने कामहरू छ रङ लाउँदैछन् यो सब आफ्नो काम गर्दैछौँ हामी चाहिँ भाइहरूलाई यसो सहयोग गर्ने पनि र हामी पनि यसो इन्जोय गर्ने काम गरेर भन्ने टाइपले चाहिँ हामीले चाहिँ अगाडि बढिरहेको छौँ अब यसले चाहिँ बिस्तारै बिस्तारै काइराबले पनि रमाइलो लाग्छ काव्यको रमाइलो भएको छ कि छैन काव्य है लाइफमा हामीले धेरै कुरा सिक्नु छ त्यो सँगसँगै एउटा यो कुरा पनि एकदम राम्रो कुरा हो हाम्रो भोलि के भयो